यस्तो बवाल देखिरहेछ नि भएर कहाँ आइपुग्यो बुर्तिबाङ ढोरपाटनमा चाहिँ अब यो गाडीमा जान्छ। सो हेलो नमस्ते एभ्रिवान। केही पनि देखेको छैन होला। रातको 7:30 बजे यति बेला र हामी चाहिँ पोखरा हामी चाहिँ अब आज पोखरा जाँदैछौँ र जाने डेस्टिनेसन भनेको चाहिँ ढोरपाटन हो। आज चाहिँ पोखरा गएर बस्ने भनेर 7:30 बजेको गाडी हामीले चाहिँ इसेवाबाट बुक गरेको छौँ। लग्जरियस सोफा सिटवाला मात्र 4000, दुईटा सिटको 4000 परेको छ। अब हामी जाँदैछौँ। अहिले हामी ठ्याक्कै सातो बाटोबाट यहाँ ओर्लिम खसी बजार अनि हामी चाहिँ अगाडि बढ्दैछौँ। यो कलङ्कीमा ओर्लिनलाई चाहिँ धेरै गाह्रो छ है कि सिधै पारिपट्टि तपाईँको कहाँनिर भने पारिपट्टि गयो भने मकालु पेट्रोल पम्प वारिपट्टि यहाँ अब भाटपट्टिनितिर हुन्छ अनि गाह्रो छ। ल अब यहाँ एक्सट्रिम लिन पर्यो अनि त्यसपछि अहिले निन्द्राको माया मार्नु पर्ने हुन्छ हामीले। एउटा कुरमुरे चाहिँ हालिदिनु न, कुरमुरे होइन लेज एउटा हालिदिनु भयो। अनि अहिले चाहिँ गाडी कुर्दै थाकिसके भइसक्यो है। हामी यता गर्मी भएर ल्यात्राक्कै यता फ्यात्राक्कै है। फाइनल्ली गाडी चढ्यो हामी चाहिँ। गाडी चढ्यो कहाँ हुनु कलङ्कीबाट गाडी चढ्यो। टायल घर बल्ल 4 घन्टा 5 घन्टा लाग्छ यार नागढुङ्गाबाट आइपुग्न। यो त मस्त निदाउने मलाई चाहिँ गाह्रो हेर्ने। ल अब तल गएर यत्रो छ ल अब हामी खानालाई रोक्छौँ। खाना है अब टक्क खाना खाने अनि फेरि सुत्ने। फाइनल्ली कति घन्टाको भने 9 घन्टाको बस यात्रा पछि चाहिँ हामी यहाँ पोखरा आइपुग्यौँ है। फाइनल्ली पोखरा अब बुर्तिबाङको बस चढ्ने अनि हामी चल्दिने। अब म्याडम चाहिँ सुतेको सुते, म चाहिँ खासै निन्द्रा मलाई लागेन है। सो यति बेला चाहिँ हामी बागलुङ बस पार्क आएर अनि बुर्तिबाङको लागि टिकट काटेको छौँ। सो एक्सपेन्सिभ एउटाको एकजनाकै 1400। अब 1400को दुईवटा टिकट काटेर बुर्तिबाङसम्म अनि बुर्तिबाङबाट फेरि अर्को भ्यान चढेर चाहिँ हामी ढोरपाटन पुग्छौँ फाइनल्ली। तर हिजो गल्ती गरेको चाहिँ हामीले हिजो काठमाडौँबाट बुर्तिबाङ नै सिधै काटेर गएको भए चाहिँ अझ बेस्ट हुने रहेछ। सस्तो पनि पर्ने, पोखरा डबल तेरो 3-4 हजार यत्तिकै घाटा मात्र लागिसक्यो। अब हामी फेरि बस आइपुग्न लागिसक्यो भनेर चाहिँ यहाँ अब चना अन्डा खाने अनि बस चढ्ने अनि जाने भनेर चाहिँ यहाँ घाटा लागिसक्यो। घाटा त कति ल खायौँ है त। सो बुर्तिबाङसम्मको गाडी यहाँ फाइनल्ली आइसक्यो। हामी चाहिँ यही गाडीमा अब बुर्तिबाङ जान्छौँ। है खाजा खानलाई लुम्लेमा रोकियो गाडी टक्क लाएर। अब हामी खाजा खान्छौँ भनेको केही अब है। अब लुम्लेमा एउटा सिङ्गै मकै सिङ्गै होइन खोइ के हो म त के छ थाहा बोले मकै दर्याम अघि चाहिँ खान्न भन्ने अहिले चाहिँ दर्याम भिडियोको लाइनमा त हो। ए हो त्यही भएर आदि सकेछ। कुस्मा आइपुग्यो कुस्मा हामी।
जाँदैछौँ कति कति टाढा। अर्को भलगाडी यहाँ छ यति बेला काठे खोला भ्यू टावर आइसकेपछि हामी 11 बजे खाना खान लागेको छौँ। जाँदैछौँ कहाँ कहाँ हिँडेछ भने अब खाना खान्छौँ हामी है। अब खाना खान्छौँ हामी यहाँ यता खाना आएपछि फेरि हिँड्छौँ। यति बेला हामी दुर्गेश थापाको घरतिर छौँ, गलकोट नगरपालिका हटियातिर। अनि एकदम विकास भएको देख्यौँ क्या, डाँडा डाँडामा अहिले बिल्डिङ अलिकति काठमाडौँ एरियाबाट टाढा मात्रै होइन, नत्र भने त बाटो पनि दामी छ यहाँसम्म त है। घरहरू त पुरै नगरौँ, विकासै छैन, विकास मैले 30 शब्द हामी यति बेला बडीगाड गाउँपालिकातिर छौँ है। कहाँ आइपुग्यो? बुर्तिबाङ। फाइनल्ली हामी चाहिँ बुर्तिबाङ आइपुग्यौँ है। पोखराबाट 6.5 घन्टामा बुर्तिबाङ आइपुग्यौँ। अब फेरि हामी ढोरपाटनको लागि यो गाडीमा जाँदैछौँ। बुर्तिबाङसम्म एउटा गाडीमा आयो, अब ढोरपाटनमा चाहिँ अब यो गाडीमा जान्छौँ। यहाँ 1 घन्टा जति रेस्ट गर्छौँ होला। अनि हिजो बेलुकाको 5 बजीबाट बिहानको 5 बजेसम्म चाहिँ काठमाडौँबाट पोखरा आइपुग्यो र अब यति बेला 6.5 घन्टा चाहिँ पोखराबाट बुर्तिबाङ लाग्यो। अब बुर्तिबाङबाट कति घन्टा लाग्छ अब ढोरपाटन त्यो चाहिँ लेस। बुर्तिबाङ आएर माल हान्दैछौँ। यतिको माल चाहिँ हान्ने भनिन्छ। अब हिँड्यो है हामी हिँडिसक्यौँ ढोरपाटनतिर। यो भिडियो चाहिँ अघि भन्दै होइन, मलाई चार्ज नभएर यतिको दुःख पाएर चाहिँ बसिरहेको छु। फाइनली इन्ट्रान्स भइसक्यो हाम्रो ढोरपाटन हन्टिङ रिजर्भ एरियामा है त। अब आमै त्यहाँ हेऱ्यो भने त फेरि होइन ल यस्तो बवाल देखिरहेछ नि। ल सक्दैन, मार्केट खायो मार्केट ढोरपाटनमा है। ढोरपाटन आइसकेपछि अब हामी हल्का खाना खाएर सुत्छौँ है त। अनि अब सबै कुरा भोलि हुन्छ। डे 1 को चाहिँ डे 1 कि डे 2 भयो? 1.5 डे। काठमाडौँबाट ढोरपाटनसम्मको चाहिँ एउटैमा आउँछ भ्लग। अब भोलि ढोरपाटन घुमेको अर्को 2 मा आउँछ। ल मेरो भात चाहिँ यता, अब भिडियोमा आइदिनु पर्यो, जुठो हात यता।